नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई फेरि एउटा नयाँ भिडियोमा। आज फेरि आइसकेको छु इङ्ग्लिस रिलेटेड क्वेसन्समा है। इङ्ग्लिसको चाहिँ क्लास 11को चाहिँ यो भिडियो है। ला 11को भन्दा पनि यो एनइबीसँग नि मिल्दोजुल्दो हुन्छ, एसएसइबीकोलाई पनि मिल्दोजुल्दो हुन्छ। मतलब 11 र 12 दुइटैकोलाई हुन्छ, किनकि दुइटैको चाहिँ फ्री राइटिङको जुन छ नि त्यो एउटै हो के। ओके, हाम्रो फ्री राइटिङले मार्क्स क्यारी गर्छ भनेको कति मार्क्स क्यारी गर्छ? 25 मार्क्स क्यारी गर्छ। भनेको चाहिँ इङ्ग्लिसमा पास हुनको लागि चाहिँ विद्यार्थीहरूले ग्रामर नमिलाएर लिट्रेचर र यो अनि प्यासेज मिलायो भने पनि इजिली पास गर्न सक्छ। ओके, र त्यसै गरेर चाहिँ अब सबैभन्दा सुरुमा चाहिँ हाम्रो 3टा टास्कमा बाँडिदिएको छ है। टास्क 1, टास्क 2 र टास्क 3 गरेर 3टा टास्कमा बाँडिदिएको छ। यो 7 मार्क्सको हुन्छ, यो 8 मार्क्सको हुन्छ अनि यो 10 मार्क्सको हुन्छ। सबैबाट चाहिँ एउटा एउटा क्वेसन आउँछ है। ल सबैभन्दा सुरुमा चाहिँ टास्क 1मा चाहिँ 7 मार्क्सको लागि चाहिँ के क्वेसनहरू आउन सक्छ त है। क्लास 11 र 12 दुइटैको लागि हो है यो भिडियो चाहिँ है। यो दुइटैको लागि नै हो, तर चाहिँ मेन गरी चाहिँ मैले अहिले चाहिँ कसको इक्जाम आइरहेको भन्दाखेरि 11को इक्जाम आइरहेको र फोकस चाहिँ मैले 11को लागि गर्छु। तर यो चाहिँ गेनफुल चाहिँ 12को लागि, 12को पनि यति बढी आउने हो, 11को लागि पनि यति नै आउने हो। ओके, र त्यसै गरेर चाहिँ टास्क 1मा चाहिँ 7 मार्क्समा आउन सक्ने भनेको प्याराग्राफ राइटिङ आउँछ एउटा है। प्याराग्राफ राइटिङ भनेको अ कपल अफ भन्यो भने 2, अफ प्याराग्राफ भन्यो भने चाहिँ एउटा मात्र प्याराग्राफ है। अ कपल अफ भन्यो भने 2 हैन, दुईवटा बनाउने। प्याराग्राफ मात्र भन्यो भने एउटा मात्र बनाउने, केही पनि भने छैन भने एउटा मात्र बनाउने। प्याराग्राफ राइटिङ त्यसरी आउँछ। त्यसरी चाहिँ समरी राइटिङ भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि तिमीहरूलाई एउटा प्यासेज जस्तो दिएको हुन्छ, त्यसबाट चाहिँ हाइलाइटेड वर्डहरू गरेर सारांश के नेपालीमा सारांश लेख्छौ नि हो, त्यस्तै त्यो लामो दिएको हुन्छ प्यासेज, त्यसको छोटकरीमा 150 वर्डमा चाहिँ त्यसलाई समग्र रूपमा एन्ड गर्नुपर्छ, त्यो आउँछ। यो भयो एउटा। अर्को चाहिँ इन्टरप्रेटिङ ग्राफिक टेक्स्ट। यो चाहिँ अब तिमीलाई एउटा बार डायग्रामवाला आउँछ कि त एउटा पाइ चार्टवाला आउँछ के, अनि एउटा चाहिँ यस्तो ग्राफवाला नै आउँछ कहिलेकाहीँ स्टक मार्केटवाला ग्राफको हो। यिनी तिनटाको चाहिँ ग्राफको इन्टरप्रिटेसन, यसको इन्टरप्रिटेसन पनि जान्न पऱ्यो। यसको म छुट्टै भिडियो लिएर आउँछु, एउटा दुईवटा तिनटाको एउटा समग्र एउटा भिडियोमा चाहिँ पुरै डिटेल्ली तरिकाले चाहिँ मैले बुझाएर चाहिँ देखाउँछु, कि त एउटा सर्ट्स भिडियो आइदिन्छ यिनीहरूको मेरो है। र अर्को चाहिँ न्युज स्टोरी आउँछ। अनि अर्को चाहिँ स्केलेटन स्टोरी भनेको चाहिँ त्यो बिचमा ड्यास दिएको हुन्छ नि हो, त्योवाला स्केलेटन स्टोरी। नोट टेकिङ भनेको चाहिँ तिमीलाई फेरि एउटा प्यासेज दिएको हुन्छ, त्यो प्यासेजबाट चाहिँ नोट बनाउने हो कि। जस्तो भनेको चाहिँ लाइफसँग रिलेटेड के पोइन्ट छ भन्नाले 1 नम्बरमा यो, 2 नम्बरमा यो, यसको पनि छुट्टै म एउटा फर्मेट बनाइदिइहाल्छु, पछि भिडियो आउँछ यसको लागि पनि। र त्यसै गरेर चाहिँ यो न्युज स्टोरी भनेको के हो भन्दाखेरि जे छ त्यही लेख्न पऱ्यो के। जस्तो तिमी के हो भन्दाखेरि चाहिँ एउटा न्युज रिपोर्टर हुन्छौ, न्युज रिपोर्टर आफूलाई न्युज रिपोर्टर सोचेर न्युज स्टोरी लेख्ने हो। यो इम्पोर्टेन्ट छ मेरो लागि चाहिँ, यो इम्पोर्टेन्ट छ एउटा, अनि एउटा चाहिँ यो इम्पोर्टेन्ट छ, अनि यो इम्पोर्टेन्ट छ है। यति तिनवटा चाहिँ मेरो लागि इम्पोर्टेन्ट छ। प्याराग्राफ र समरी राइटिङ, इन्टरप्रेटिङ ग्राफिक टेक्स्ट र न्युज स्टोरी, यिनी तिनवटा चाहिँ एकदम इम्पोर्टेन्ट छ है, 4वटा। ल ठिक छ। त्यसै गरेर चाहिँ अब टास्क 2मा जाउँ। टास्क 2 कति मार्क्सको आउँछ भन्दाखेरि चाहिँ 180 वर्ड्सको हुन्छ र 8 मार्क्सको आउँछ। र त्यसै गरेर चाहिँ एमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एमा चाहिँ हामीले 180 वर्ड्स लेख्नुपर्छ के। एमा चाहिँ 150 वर्ड्स लेखे हुन्थ्यो, तर चाहिँ अब चाहिँ एमा कति लेख्नुपर्छ? 180 वर्ड्स लेख्नुपर्छ। र 8 मार्क्समा आउने भनेको के हो भन्दाखेरि चाहिँ एउटा जब एप्लिकेसन लेटर आउँछ है, अर्को चाहिँ सिभी आउँछ, लेटर टु एडिटर आउँछ, बिजनेस अथवा पर्सनल लेटर आउँछ, इमेल राइटिङ आउँछ है। यति कुराहरू चाहिँ आउँछ, यसमध्येबाट एउटा आउने हो। र यसमध्येबाट सबैभन्दा इम्पोर्टेन्ट मैले तिमीलाई भनिदिन्छु, एउटा यो आउन सक्छ होइन, एउटा यो आउन सक्छ, मोस्ट इम्पोर्टेन्ट के है, अनि अर्को चाहिँ यो आउन सक्छ। यति तिनवटा चाहिँ मेरो हिसाबमा चाहिँ यिनी तिनवटा मोस्ट इम्पोर्टेन्ट छ। ओके, ल त्यसै गरेर चाहिँ अब लास्टमा हामी जाँदाखेरि चाहिँ अब हाम्रो के बच्यो? मात्र हाम्रो बच्यो 10 मार्क्सको मात्र बच्यो होइन, 10 मार्क्सको मात्र हाम्रो बच्यो। 10 मार्क्समा बच्यो भनेपछि अब हाम्रो यसमा चाहिँ 300वटा वर्ड लेख्नुपर्छ है, 300वटा वर्ड लेख्नुपर्छ। अनि यसमा आउने कुराहरू पनि एकदम कम छ। भनेको चाहिँ एउटा के आउन सक्छ भन्दाखेरि बुक अथवा मुभी रिभ्यू आउन सक्छ, एउटा प्रेस रिलिज र कम्युनिक्यू, यो दुइटा भनेको एउटै हो है। कहिलेकाहीँ कम्युनिक्यू लेख भने पनि त्यही नै गर्ने हो, प्रेस रिलिज भनेको पनि त्यही नै गर्ने हो, दुइटा भनेको एउटै हो। यसलाई चाहिँ नेपालीमा विज्ञप्ति भन्छ क्या। यो आउने भयो। कि त चाहिँ ट्राभलग र मेमोरी भनेको नि एउटै हो है। कहिलेकाहीँ मेमोरी भनेर आइदिन्छ, अहिलेको 12को इक्जाममा मेमोरी भनेर आइदिएको थियो, मान्छेहरू झुकिए मेमोरी भनेको के हो भनेर, तर चाहिँ ट्राभलगै हो। यसको पनि म फर्मेट लिएर आइदिन्छु। डायरी एन्ट्री, यो चाहिँ अलिकति इम्पोर्टेन्ट छैन, तर चाहिँ यसको बारेमा पनि यही नै हो। यो र यो भनेको एउटै हो, तर चाहिँ यो अलिकति फरक छ कि। यसमा चाहिँ हामीले लेटर टाइप लेख्नुपर्छ डायरीलाई, डियर डायरी भनेर, तर चाहिँ
एमा चाहिँ त्यही लेख्ने भनेको फेरि त्यही जो हो के म यता घुम्न जाने प्लान छ मेरो, म यस्तो यस्तो गरिरहेको छु भनेर चाहिँ एमा डायरीमा लेख्ने हो के मैले यस्तो यस्तो कुराहरू गर्ने इच्छा छ, मैले यस्तो यस्तो कुरा गर्ने मेरो होलिडेमा भनेर एमा लेख्ने हो। यति कुरा पर्छ। र एमा चाहिँ इम्पोर्टेन्ट भनेको चाहिँ मैले यसलाई इम्पोर्टेन्ट दिन्छु एउटा, अनि प्रेस रिलिज र कम्युनिटीलाई पनि मैले एउटा इम्पोर्टेन्ट दिन्छु, इन्डिभिजुअल दिन्छु, इन्डिभिजुअल दिन्न है मैले इम्पोर्टेन्ट। यति कुरा चाहिँ बुझ ल। यति कुरा चाहिँ पढ होइन। मैले तिमीलाई सिलेबस चाहिँ भनिदिएँ, यही क्वेसनहरूमै आउने हो, क्वेसन घुम्ने हो होइन, इम्पोर्टेन्टहरू पनि भनिदिएँ है। त्यसै गरेर चाहिँ अब चाहिँ मैले यसैको चाहिँ फर्मेट रिलेटेड भिडियोहरू चाहिँ आइरहेको छ है। अनि एउटा छुट्टै प्लेलिस्ट पनि बनाइदिन्छु मैले तिमीहरूलाई सजिलो हुनको लागि, र दिनदिनै चाहिँ एउटा इङ्ग्लिसको भिडियो चाहिँ आउँछ। ल आजको लागि यति नै। थ्याङ्क यू सो मच फर टुडे। बाई बाई। सब्सक्राइब गरिदेऊ है च्यानललाई, र भिडियोलाई पनि लाइक गरिदेऊ। र चाहिँ यसको फर्मेटसँग चाहिँ टेन्सन नलिएर यसको फर्मेट पुरै आउँछ, पुरैको भिडियो आउँछ। ल धन्यवाद।